मात्र 6वटा प्रोडक्टले लेट्स क्रिएट दिस अफिस एभ्रिडे लुक है त। सुरुमा चाहिँ मैले यो फाउन्डेसनबाट युज गरेको छु। सो मैले मेब्लिनको यो लुमी म्याट फाउन्डेसन युज गर्दैछु। सो यो फाउन्डेसन चाहिँ एकदमै पर्फेक्ट छ, स्पेसली ओइली स्किनको लागि र एकदम लाइट वेट र एभ्रिडेको लागि यो पर्फेक्ट छ। सो मजाले पहिला तपाईँले हातमा लिने होइन, टु पम्प मजाले लिएँ मैले। अनि मेरो फेस चाहिँ अलरेडी प्रेप छ मजाले। मैले मेरो मोइस्चराइजर अनि सनस्क्रिन लगाएको छु अनि त्यहीबाट मैले अब डाइरेक्ट फाउन्डेसन लगाउन लाग्छु। सो पहिला चाहिँ मजाले तपाईँले ब्युटी ब्लेन्डरलाई मजाले तपाईँले वेट गर्नुपर्छ होइन, स्क्विज गरेर पानी निकाल्नुहोस्। अनि त्यसपछि मजाले ट्यापिङ मोसनमा तपाईँले फाउन्डेसन लगाएपछि तपाईँको फाउन्डेसन मजाले बस्छ, फ्ललेस देखिन्छ कि त्यो। स्टेप इज टु तपाईँको अन्डर आईलाई कन्सिल गर्ने। सो कन्सिल गर्नको लागि चाहिँ मैले चाहिँ त्यही फाउन्डेसन लिएर मैले मेरो अन्डर आईमा डबल कोट गरेर होइन त्यही युज गरिरहेको छु एज अ कन्सिलर। किनभने एभ्रिडे बेसिसमा धेरै हेभी पनि गर्न मन लाग्दैन। सो मेरो धेरै पिगमेन्टेड छैन होइन अन्डर आई। सो तपाईँहरूको पनि अन्डर आई धेरै पिगमेन्टेड छैन भने त्यही लगाइदिनुहोस्, डबल कोट गरिदिनुहोस्, मजाले यसले कभर गरिदिन्छ अन्डर आईको डार्क सर्कल्सहरू अनि पिगमेन्टेसन होइन। अनि त्यसपछि मजाले माथि पनि त्यही फाउन्डेसन लगाइदिएर मजाले तपाईँ एज अ कन्सिलर युज गर्नुहोस् होइन, राम्रो देखिन्छ, लाइट वेट हुन्छ, हेभी पनि हुँदैन र एभ्रिडे बेसको लागि एकदम पर्फेक्ट हुन्छ क्या यो। अब चाहिँ फाउन्डेसनलाई सेट गर्नको लागि चाहिँ मैले यो लेक्मीको लुज पाउडर लिएको छु। सो पहिला चाहिँ यो लेक्मीको प्याकेजिङ चाहिँ डिफ्रेन्ट आउँथ्यो रोज लुज पाउडरको। सो अहिले चाहिँ यो नयाँ आएको छ। सो यसको प्याकेजिङ चाहिँ डिफ्रेन्ट देख्न सक्नुहुन्छ तपाईँले होइन। अनि यो चाहिँ वान अफ द एफोर्डेबल एकदमै राम्रो ओजी लुज पाउडर हो कि, कम्स अन्डर लाइक 500मा होइन। सो मजाले तपाईँले फाउन्डेसनलाई यसले सेट गर्न दामी हुन्छ कि, किनभने मेकअपलाई अब तपाईँले लङ लास्टिङ गर्नु छ भने पाउडरले सेट त गर्नै पर्छ होइन। नो म्याटर तपाईँको स्किन ड्राई होस् और ओइली होस्, तपाईँले त्यो अनुसारको स्किन प्रेप गर्नुपर्छ। अनि त्यही भएर पाउडर सेट त मजाले गर्नुपर्छ। अनि यसरी मजाले तपाईँले तपाईँको कता कता हुन्छ कम्बिनेसन स्किन भएर मैले चाहिँ टी जोनमा गरेको छु कि मैले मजाले सेटअप गरेको छु। अनि त्यसपछि चाहिँ अब ब्लसको पालो छ, किनभने अब फेस चाहिँ पुरा फ्ल्याट सेतो देख्यो भने त राम्रो हुँदैन र कन्ट्रोल पनि गर्न मन लाग्दैन नि त एभ्रिडे बेसिसमा। सो यो मैले टेक्निकको यो एकदमै राम्रो वर्सटाइल 4 सेडको प्यालेट लिएर मजाले मैले लगाएँ। अब आई मेकअपको लागि चाहिँ मैले जस्ट यो मस्कारा लिएको छु। सो यो मस्कारा चाहिँ हिलोरुराको हो, एकदमै राम्रो मस्कारा छ कि, 2 in 1 छ यसमा, लेन्थनिङ र वल्युमिङ दुइटै छ, जसले गर्दा मेरो यो एकदम सर्ट यो ल्यासेस छ नि त मेरो। सो त्यसलाई मजाले यसले एन्हान्स गरिदिन्छ। सो राम्रो देखिन्छ कि एकदम नेचुरल एन्ड राम्रो। अब एट लास्ट बट नट लिस्ट भन्न मिलेन, सेकेन्ड लास्ट हो यो चाहिँ। सो यो चाहिँ अब लिपस्टिकको पालो छ। सो लिपस्टिक चाहिँ मैले एकदम न्युड सेडको लिएको छु, किनभने एभ्रिडे बेसिस अफिस लुकलाई हामीलाई त धेरै टलक्क झलक्क चाहिँदैन। सो वी जस्ट वान इज सिम्पल सोबर न्यू लिपस्टिक, नो रेड नो पिङ्क। सो त्यही भएर मैले चाहिँ यो न्युड लिपस्टिक लिएको छु। एनी न्युड लिपस्टिक इज पर्फेक्ट होइन, डजन्ट निड टु बी एकदमै महँगो चाहिँदैन। एकदम मजाको राम्रो ब्युटिफुल न्युड सेड लगाएपछि एकदम पर्फेक्ट भइहाल्छ। एट लास्ट तपाईँको मेकअपलाई एकदमै लङ लास्टिङ 8 to 9 आवर्सको लागि तपाईँलाई चाहिन्छ सेटिङ स्प्रे। ल मेरो मेकअप चाहिँ डन भइसकेको छ। माई अफिस लुक इज अल क्रिएटेड, यु क्यान सी गाइज होइन, एकदम सटल एकदम नेचुरल देखिरहेको छ।